हेलो नमस्ते एन्ड वेलकम के भन्नु होइन स्वागत छ हजुरलाई स्वागत छ यो छोटो मिठो छोटो भन्नाले त पुग्छ होला 6-7 मिनेटभन्दा बेसी ब्लगमा वी आर हेडिङ टु कहाँ हो पोखरा अनि त्यही हो के भन्छ उहाँ चाहिँ मेरो पर्सनल ड्राइभर हो सिक्या अनि त्यस पछाडि बवाल है यो गरेको पर माछा खुच्रीमा यहाँ चाहिँ कोही यो छैन माछा खुच्रीमा भने तर पहिलाभन्दा कम छ तर छैन चाहिँ छ है माछा खुच्रीमा के छ सरकार ठिक छ नि अघि हामी बालेनलाई देखेको है ए हाम्रो उहाँ नागढुङ्गाबाट छिर्नेवाला सुरुङ हो सायद झापा होइन मोरङ अहिले हामीले सायद हामी जानु लागि चाहिँ कहाँ बाटो नबिराइछ हामी चाहिँ वी आर हेडिङ टुवर्ड सोल बाटो चाहिँ सोल जाने बाटो तर खै कता जाने हो त्यो माथि लेखा पढ त के लेखाएर थियो एउटा छो लेखेको छ तल त कुचकुन लेखेको छ खै मैले त चिउ लेखेको के हो त्यो दाइ के गर्नु कोरियाको नाम त पढ्नै सकिन्न चिउ हो सुन्छन् ए छुन्छन् हो मैले त चिउ अरे हो र दाइ यो पनि सिटो दाइ सिटो यहाँ पनि बस्ने भनेर फाइनली हामी त्यसैको किनारैमा आइपुगेको छौँ हेगिसक्यो हामीहरू चाहिँ अगाडिबाटै हो यहाँ चाहिँ प्लेन फ्याक्ट्री दाइ यो यसलाई के भन्छ त यो एयरक्राफ्टलाई नाम के हो आफै गराउँदो रहेछ है अचम्म लाग्यो मलाई त कस्तो बवाल क्या यस्तो बवाल रहेछ यार बवाल त्यहाँ पनि रहेछ factories okay this is the factory 새거 만드는 거예요? 네, 요거 제가 다 만든 거예요. 스스로 만들었어요? 6개월 걸렸어요. 박스가 이거 스피커 박스에다 해줘요. 이거 하나하나 탁 붙여야 돼. 리벳 치고. 얼마나 정도 걸려요 이거? 만드는 시간? 아니 다 이거 비행할 때까지. 아 비행할 때까지? 언제가 다 준비할 수 있어요? 왜 좀 더 있어야죠? 왜냐면 엔진이 없어. 엔진을 수입해야 돼. 아직 엔진을 못 샀어. 엔진 빼놓고 다. 외국에서 가져와야 돼 엔진은 아니면? 다 외국에서 갖고 있어. 다 외국에서요? 근데 요새 엔진 수입해도 시간이 걸려요. 바로 안 와. 오래 걸려.
날개 다 만들어놨고 꼬리 다 만들어놨고 फ्ल्याग्स अझै एमा लाग्छ त्यसले कहाँ लगाउँछ भने माथि लगाउँछ होला के अरे विङ त्यो पछाडि त्यो उ गर्नको लागि राखेको एलेरोन यता छ अनि त्यसै रडार यो अस्ति मैले ट्रेनिङ दिएको गाडी चाहिँ राम्रै चलाउने क्या खुसी लाग्यो त्यो चाहिँ बाबु पहिले चलाएको थियो तिमीले बाबु गाडी 안녕하세요. पुऱ्याउनु मलाई हेलो हामी चाहिँ अहिले केडियु जाँदैछौँ तर त्यसपछि सोक्स जान छ फेरि कोसँग जान छ मतलब त्यो हाम्रो उता जान छ अहिले चाहिँ हामी केडियु नजिक आइपुग्यौँ तर सोक्स आइपुगेको छैन म चाहिँ कताको केडियु भन्ने होइन त्यो चाहिँ सस्पेन्सन सस्पेन्सन रे क्या सस्पिसियस छैन के अरे मेरो पनि एकदम राम्रो छ इङ्ग्लिस कोरियन नि राम्रो छ त्यही भएर हामी चाहिँ अहिले क्याउँदोङदे आक्यो कुन चाहिँ रे त्यो ब्रान्च ओन्जु क्याम्पस हो ओन्जु क्याम्पस प्रस्थान गरिरहेका छौँ यो चाहिँ हो सेम बट देन केडियु के रे हाम्रो ग्लोबल क्याम्पस कोरिया ला बबाल यहाँ कोही नेपाली रहेन छ है हल्ला छैन है एकदम रमाइलो भइरहेछ ल हामी छिर्नु पाउँछ कि न फेरि त्यो हो नि नेपालीले गर्छ कतातिर घुसाउँछ है अब नो भ्याकल इन्ट्री होइन युनिभर्सिटी के रे ओन्जु क्याम्पस ल है फार्मर बेटर देन आवर फार्मर बेटर हाउ बट लाइक कतिवटा राम्रो छ हेर न के रे कोले बिगारे हो त अनि केडी हाम्रो यताको बाटो दामी छ आइआइरमा पढिरहेको यही जस्तो हैन बिल्डिङ ल बिल्डिङको उ पनि सेम के मेन अफ मिसन नै सबै सेम के ल त्यो अरु त सबै भक्को भरि सबै सेम बिल्डिङको मिसनको अगाडि छ ल बिल्डिङ यहाँ पनि धेरै नै रहेछ त चाहिँ अनि भइहाल्छ उता पनि रहेछ त ल ए सेम ए टु जेड अगाडिको इन्टरनेसनल अफिस सेम ए टु जेड सेम छ त कपी पेस्ट हो क्या त यार देशीमा गएर बिरयानी खाम देशीमा चाहिँ छैन बगाल है सेम सबको छ त्यो प्यासनल के हेर्नु न ए टु जेड सबै प्यासनल अगाडि त्यो हेर्नु न त्यो उसको के हो यार मजै आएन यार दुर्गा थापा गीत लाउन यार ल गाइस बबाल रहेछ यहाँ पनि मतलब उता ए हो त्यसो यो भिडियो अलिक प्रसाद गरौँ ल हाम्रो उदम बिल्डिङ आएर होइन उदम बिल्डिङको टुप्पो मात्रै लिएर राखेको रहेछ तर टुप्पो चाहिँ मिल्यो है हाम्रो बिएससीको बिल्डिङको टुप्पो चाहिँ मिल्यो है मेडिकल टिम मेडिकल क्याम्पस हो है भित्रै 7-11 हाम्रो भइदियो त्यहाँ कति बित्थ्यो होला रोड एकचोटि हामी एकदिन नगर्ने के हामी एकदिन सरकार आइस्यो विक्रम सरकार आज राजा फर्के आउने अरे सब सेम छ के ग्राउन्ड पनि उस्तै छ लगभग होइन ग्राउन्ड त जाने उस्तै हुन्छ ग्राउन्डभित्र जाने हो र ग्राउन्डभित्र यहाँ अहिले नजाउँ न उता जाऊँ न यो बिल्डिङ चाहिँ छैन सरी गाइस हामी अब एकछिन रोकेर भयो नि फर्किन्छौँ ल के गर्नु अडियन्सहरू फेरि मान्नु न होला मानिदिनु ल प्लिज